हेलो साथीहरु, एकैछिन यो दाइको कुरा सुनौ है। एमालेलाई दिएको दनगरु एकदम राइट भनेको छ यो दाइले। ल भिडियो लास्टसम्म हेर्नु। आउँदो चुनावमा नेकपा एमाले घोषणा गर्ने घोषणा पत्र निम्न प्रकारका हुनेछ। टोल टोलमा र गाउँ गाउँमा एयरपोर्ट बनाइनेछ। हरेक नेपालीको घरमा एउटा हेलिप्याड बनाइनेछ। बादलमाथि च्याउको खेतीको विषयमा अनुसन्धान गरिनेछ। नागरिक एपमा रेल बुकिङको सुविधा जोडिनेछ। बुकिङ गरिएको रेल आफ्नै घर अगाडि आउने व्यवस्था मिलाइनेछ। पानी हालेर चल्ने कार र मोटरसाइकलको आविष्कार गरिनेछ। खिरपाक ताउलीको आविष्कार गरेर होटल व्यवसायलाई वितरण गरिनेछ। किसानका लागि सुन बडकौली बाख्रो वितरण गरिनेछ। सुकुम्बासीको लागि मोतीको दाना फलाउने रुखको बेर्ना वितरण गरिनेछ। कृषि अनुसन्धान केन्द्रमा सुनको अन्डा पार्ने कुखुराको अध्ययन र अनुसन्धान गरिनेछ। गोबर ग्यासबाट उत्पादन गरिएका ग्यासहरू युरोप र अमेरिकातिर निर्यात गरिनेछ। अल्कोहल र मदिराजन्य पदार्थबाट चल्ने पानी जहाजको आविष्कार गरिनेछ। नेपालको नदी नालाको पानी जम्मा गरेर नेपाल भित्रै आफ्नै एउटा अलग्गै महासागरको आविष्कार गरिनेछ। एआई को प्रयोगबाट यार्सा गुम्बा लगायतका महँगा जडीबुटीको आविष्कार गरिनेछ। एउटा तारा टिपेर धरहराको टुप्पामा राखिने र रातमा पनि काठमाडौँलाई उज्यालो बनाउने व्यवस्था मिलाइनेछ।